बाँके राष्ट्रिय निकुञ्जमा अहिले वन्यजन्तुको वासस्थानको काम प्रभावकारी बन्दै गएको छ। वन्यजन्तुको वासस्थानका लागि व्यवस्थित घाँसे मैदान, सोलर लिफ्ट, अटोमेटिक पानी पोखरी, प्राकृतिक ताल तलैया प्राप्त मात्रामा भएसँगै वन्यजन्तुको लागि आहारा समेत बढ्दै गएपछि मानव वन्यजन्तु बीचको द्वन्द्व समेत कमी हुन थालेको छ। र यो पानीको अभावमा वन्यजन्तुहरू चाहिँ विभिन्न क्षेत्रमा भौतारिनुपर्छ। यसै सन्दर्भमा यो बाँके राष्ट्रिय निकुञ्ज भएर जाने विभिन्न सडकहरू, राजमार्गहरू, नहरहरू पार गरेर जानु पर्दाखेरि यहाँ विभिन्न एक्सिडेन्टहरू हुने, गाडी र जनावर ठोक्किने, मान्छेको पनि मृत्यु हुने, जनावरको मृत्यु हुने र गाउँ बस्तीमा छिर्न जाँदाखेरि मानव र वन्यजन्तु बिचको द्वन्द्व पनि बढ्ने जाने देखिन्थ्यो। त्यही हिसाबले वन्यजन्तुलाई पानीको लागि विभिन्न क्षेत्रभन्दा बाहिर जान नपरोस् भन्ने उद्देश्यका लागि हामीले निकुञ्जभित्रै विभिन्न स्थानहरूमा कृत्रिम पानी पोखरी बनाएका छौँ। जसरी हामीले देख्न सक्छौँ, यो सोलरबाट अपलिफ्टिङ गरेर हामीले पोखरीहरू बनाएर पोखरीमा पानीको व्यवस्थापन गरेका छौँ र त्यसै गरी त्यसको वरिपरि घाँसको मैदानको पनि व्यवस्थापन गरेका छौँ। र यसरी गर्दै गर्दाखेरि वन्यजन्तुले पानी र घाँसको व्यवस्था भएपछि खाना र आहारको लागि बाहिर जानु नपर्दाखेरि मानव र वन्यजन्तु द्वन्द्वको न्यूनीकरण हुन गएको हामीले महसुस गरेका छौँ। भौगोलिक हिसाबले बाँके राष्ट्रिय निकुञ्ज वन्यजन्तुका लागि उपयुक्त वासस्थान रहेको छ। निकुञ्जभित्र पानीको व्यवस्थापन चुनौती बन्दै गएको थियो, तर अहिले चुरेको मुहानबाटै पाइपलाइनका माध्यमबाट पानीको व्यवस्थापन भएपछि वन्यजन्तुलाई पानीको सहज भएपछि वन्यजन्तु अवलोकन गर्न समेत सहज भएसँगै पर्यटक पनि बढ्न थालेका छन्। पानी मुहान भन्दा झन्डै 5 किलोमिटर माथिबाट चुरेको फेदीबाट यहाँसम्म पाइपलाइनको माध्यमबाट वन्यजन्तुका लागि पिउने पानीको उद्देश्यले यहाँसम्म ल्याएर यो पोखरी तयार पारेको छ। यो पोखरीमा प्रशस्त वन्यजन्तु पानी पिउन यहाँ आउने गर्छन् र यो घाँसे मैदान पनि यो वन्यजन्तुकै चरण विचरणका लागि तयार पारिएको हो। पछिल्लो समयमा आएर बाँके राष्ट्रिय निकुञ्जको यो क्षेत्रमा प्रशस्त मात्रामा वन्यजन्तु अवलोकन गर्न सकिने अवस्था बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले बनाएको छ। र यो सँगसँगै यो पानी पोखरी, घाँसे मैदान र यसमा विचरण गर्ने वन्यजन्तुका कारणले बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्यटनको प्रवर्धन सँगसँगै पर्यटकको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको अवस्था छ। बाँके राष्ट्रिय निकुञ्जमा बाघ, चितुवा, चौका, जङ्गली हात्ती, मृग, चरा, जरायो, चितल, रतुवा, बँदेल लगायतका वन्यजन्तुहरू अहिले व्यवस्थित पानी पोखरी र घाँसे मैदान भएसँगै वन्यजन्तुको सङ्ख्या पनि बढ्दै गएको छ। संरक्षण साझेदार संस्थाहरू र विभिन्न सरकारवाला निकायहरू मार्फत राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रहरूमा घाँसे मैदानहरूको व्यवस्थापन, पानी पोखरी, यो चाहिँ अटोमेटिक पानी सोलर सिस्टमको पानी पोखरीहरूले गर्दा यहाँको चाहिँ वन्यजन्तुको लागि साथै उपयुक्त व्यवस्थापन भएको छ। हात्तीले सोलर सिस्टमलाई नभत्काओस् भनेर 7 फिट गहिरो र 20 फिट अग्लो सालकै रुख प्रयोग गरेर सोलर प्रविधिबाट पानी व्यवस्थापनको काम भइरहेको छ। वन्यजन्तुबाट अभिभावक गुमाएकाहरू पनि अहिले संरक्षण बिना समृद्धि कल्पनासम्म गर्न सकिँदैन भनेर संरक्षणमा लागेका छन्। देश तथा वातावरणको हिसाबले पनि बाघलाई संरक्षण गर्नुपर्छ र पर्यटक भित्राउने लगायत आय आर्जनमूलक पनि हुन्छ भन्ने मलाई लागेको छु र लाग्ने प्रयासमा छु। मैले जस्तो पीडाहरूले नभोगोस्, मैले मेरो बुवालाई गुमाउँदै गर्दा पनि अब मेरो जस्तो पीडा अरूलाई नहोस् र सकभर जङ्गल नजाने वातावरण आफ्नो घरको छेउछाउमै 2-4 बुट्यान घाँस रोपेर पनि पाल्न सकिन्छ। निकुञ्जभित्र अहिले वन्यजन्तुहरू रमाउन थालेसँगै मानव वन्यजन्तु बीचको द्वन्द्व पनि घट्दै गएको छ। बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समय घाँसे मैदान र पानी पोखरी व्यवस्थित भएसँगै मानव वन्यजन्तु द्वन्द्व पनि घट्दै गएको छ। हाल बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र 30 वटा पानी पोखरी निर्माण भएका छन्। एबी न्युज खबर एचडीका लागि हुमरी भट्टराई, बाँके राष्ट्रिय निकुञ्ज, बाँके।